हेलो गाइज वेलकम ब्याक टु माई ब्लग। अनि आज चाहिँ म जाँदैछु कलेज। आज मेरो ओरिएन्टेसन छ अनि त्यही हो। I'm on my way. Over there it will also start blinking and this is the exit sign for you. Just try to follow this. अहिले चाहिँ ओरिएन्टेसन पनि सकिसक्यो हाम्रो। यहाँ छ दोस्त, यहाँ छ अरू साथीहरू। अगाडि छु। त्यही हो, अब हामी स्टेसन रिच गर्छौँ अनि त्यसपछि फर्किने भएका छौँ। सो अहिले चाहिँ म टक्क क्यानबेरालाई निस्किसकेँ। सानीमा हुनुहुन्छ अगाडि अनि यता ड्राइभर सिटमा निशा दिदी। निशा दिदीलाई चाहिँ सिडनीको बाटो एकदम दिक्क लागिरहेछ अरे, कहिले कट्ला जस्तो भइरहेछ अरे। त्यही हो ल, त्यही त। अहिले चाहिँ टक्क पानी परिरहेछ बाहिर। हाम्रो यात्रामा पुरै रेनफल भइसक्यो। अझै हामीलाई 2 घन्टा लाग्छ पुग्नलाई, 2 hours 16 minutes। हामी त राति 8:47 मा पुग्छौँ जस्तो लागिरहेछ। त्यही हो। आज चाहिँ पुरै वेदर चेन्ज भएको भएछ। अघि न घाम लागिरहेको थियो, अघि फेरि पानी परिरहेको थियो, अहिले चाहिँ पुरै हुस्सु लागिरहेछ। हाम्रो यात्रा यस्तै चल्दैछ। अझै हामीलाई 1 hour 40 minutes लाग्छ क्यानबेरा पुग्न। अहिले चाहिँ हामी पेट्रोल हाल्नलाई रोकिएको छौँ अनि बाहिरको वेदर यस्तो छ, एकदम चिसो छ। पुरै पानी छ्यापिरहेको जस्तो भइरहेछ फेसमा। हल्का रुगा पनि लागिरहेछ मलाई। अब हामी चाहिँ टक्क रेस्टुरेन्ट कता खोजेर जाँदैछौँ। कतिको जाडो हुँदैछ दिदी तपाईँलाई? दिदी चाहिँ फ्युल हाल्दै हुनुहुन्छ। 31 लिटर $57। चिसो है दिदी? त्यही त, पुरै फिस वाला चिसो छ। बाहिरबाट भित्र आउँदा त एकदम तातो फिल भइरहेको रहेछ। दिदी कुद्दै हुनुहुन्छ। एकदम तातो छ दिदी, एकदम तातो छ भित्र त। अहिले चाहिँ हामी टक्क खाजा खान पुगिरहेछौँ। दिदी अर्डर लिन जानुभएको छ। यहाँ हुनुहुन्छ सानीमा, यहाँ छु म। त्यही होला, बाहिर एकदम चिसो छ। हामी चाहिँ क्यानबेरा जाँदैछौँ। आमा छोरा छोरी, क्यानबेरा छोरीले चाहिँ हामीलाई क्यानबेरा घुमाउन लानुभएको छ। हामी क्यानबेरा जाँदैछौँ। बाहिर एकदम चिसो छ, कुहिरो हुस्सु लागेको छ। अहिले चाहिँ हामी खाँदैछौँ। कस्तो लाग्छ दिदी? मलाई सोध्न पर्ने हो, तपाईँले सोध्न त। मलाई पनि दामी लागिरहेछ। तपाईँलाई कस्तो लाग्दैछ? एकदम मिठो छ। साँच्चै हो? ल, अहिले चाहिँ हामी खाइसक्यौँ, वी आर डन। अनि अहिले चाहिँ अब हामी बाहिर निस्केको। एकदम भित्र एकदम तातो थियो, बाहिर त एक्सप्लेन गर्न नसक्ने चिसो छ। अब हामी लगभग 1.5 घन्टामा पुग्छौँ होला सायद क्यानबेरा, होइन त दिदी? तर चिसो छ। अहिले चाहिँ फाइनल्ली क्यानबेरा आइपुगिसक्यौँ अनि दिदीको घरमा छु म चाहिँ। अब भोलि हामी कतै जान्छौँ होला। सो सी यू इन माई नेक्स्ट ब्लग।